उहाँलाई एसियाकै राम्रो इन्जिनियर भन्नुभयो होइन, कसरी त्यो राम्रो इन्जिनियर भयो अब चुआउटबाटै देखिन्छ। चाहिँ टाट पल्टिन लाग्यो भनेपछि अब कसलाई फाइदा हुन्छ हेर्नुहोस्, एउटा राम्रो गर्ने मान्छेलाई त्योभन्दा राम्रो गरेर अगाडि बढ्ने भन्दा त्यसलाई चाहिँ घटाएर म चाहिँ अग्लो छ भन्ने देखाएर हुन्छ? उठाउनेतिर लागेको छ त। उठाएन भने के हुन्छ त? के हो तपाईँले त सबै उठाउनु खोज्नु भएको? उठाएन भने कारबाही हुन्छ। उठाउँछ कसले? जनताले उठाउँछ। किन उठाउँदैन? जनताले उठाउँछ होइन, दायित्व होइन। भोलिपल्ट लाइन काट्ने भनेर चिठी ल्याएको थिएँ, त्यही दिन बेलुका हटाए त हो होइन, त्यही दिन बेलुका हटायो। सबै म एक हप्ताभित्र उठाइदिन्छु म फिर्ता आएर। जुन कुरा चाहिँ एउटा कम्पिटेन्ट अथोरिटीले, सरकारको कम्पिटेन्ट अथोरिटीले यो संवैधानिक निकायले भनेको कुरालाई तोडमोड गरेर गलत रिपोर्टिङ गरेर कुलमान घिसिङ ठिक छैन भन्न सकिन्छ? यो कुन चाहिँ यो अडिटरले के अरे चार्टर एकाउन्टेन्टले भन्नुहोस् न, यो उहाँहरूको इन्ट्रेस्ट अनुसार काम गर्न दिएन, उहाँहरूको इन्ट्रेस्ट अनुसार काम गर्ने मान्छे ल्याउनु भएको